गण्डकी प्रदेशको गोरखा जिल्ला एक ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पर्यटकीय जिल्लाको रूपमा चिनिन्छ। गोरखा नगरपालिका वार्ड नम्बर 10 ब्रिन्चोकमा मगर समुदायको बाक्लो बस्ती भएकोले परपूर्वकालदेखि नै यहाँ सतीघाटु नचाउने गरिन्छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु अगावै मगर राज्यहरूमा धेरै नाचहरूमध्ये घाँटु र सोरठे नाच नचाउने गरिन्थ्यो भन्ने भनाइ छ। विभिन्न नाचहरूको विशेषता जस्तै यस घाँटु नाचको पनि आफ्नै मौलिकता रहेको छ। घाँटु विभिन्न ठाउँमा विभिन्न जातिले आफ्नो परम्परा अनुसार नचाइएको पाइएको छ। पूर्व समयमा गाउँमा विपत्ति तथा रोगको महामारी फैलिएपछि त्यसलाई हटाउन भगवान तथा देवीदेवता गुहारेर सुरु भएको घाँटु नाच मगर जातिमा प्रचलित र महत्त्वपूर्ण पर्वमा मनाइँदै आइरहेको भन्ने भनाइ पनि छ। नेपालमा अहिलेसम्म 8 प्रकारका घाँटुहरू पाइएको छ, जसमा घाँटुको प्रकार 1 सती घाँटु, 2 पर्वते घाँटु, 3 कुसुन्डा घाँटु, 4 मसान घाँटु, 5 मङ्गुरे घाँटु, 6 जोगी घाँटु, 7 पाङदुरे घाँटु र 8 बाह्रमासे घाँटु रहेको छ। हाम्रो मगर समुदाय ब्रिन्चोकमा भने सती घाँटु नचाउँदै आइरहेको छ। सती घाँटु निकै प्रचलनमा रहेको र अति दुःखद कथाले भरिएको घाँटु मानिन्छ। यस घाँटुको कथामा परशुराम राजा र चम्पावती रानीको कथावस्तु समावेश गरी उनीहरूको जीवनमा आधारित पदाहरू गाइने गरिन्छ। 16औं शताब्दीमा एक दम्पति राजा रानीको प्रेम विवाह, गृहस्थी राजका जङ्गलको शिकार साथै राजाको युद्धमा मृत्युको घटनामा आधारित घाँटु परशुराम राजाको मृत्युसँगै चम्पावती रानी पनि रुँदै रुँदै सँगै घाटको चितामा सँगै सती गएकोले यसलाई सती घाँटु भनेर पनि भनिन्छ। सती घाँटु विधिपूर्वक पूजा अर्चना गरी गराउने गर्दछ। घाँटु नाच्नु घाँटुकी कन्या महिनावारी नभएको 3 कन्यालाई छानिन्छ। उनीहरूलाई घाँटु नाच्न अघि गुरुबा गुरुआमाले अक्षताले इष्टदेवी हिउँचुली, वरचुली, देउचुली, गङ्गाचुली देवीको पूजा गरेपछि घाँटु नाच्ने कन्याहरूको आँखा बन्द हुन्छ। आँखा बन्द भएपछि त्यसलाई देवी चढेको भनिन्छ। जबसम्म आँखा बन्द हुँदैन तबसम्म गुरुहरूले देवीहरूको नाम जपिरहेको हुन्छ। देवी चढिसकेपछि बल्ल घाँटु नाच्नु सुरु गरिन्छ। अति दुःखद कहानीले भरिएको गीतको तालमा आँखा बन्द भएको घाँटुकीहरूले आफ्नो नृत्य गर्ने गर्दछन्। यदि उनीहरूलाई पानीको पिसाब लागेको अवस्थामा गुरुहरूको अनुमति लिएर मात्र पानीले मुख धोएपछि आँखा खुल्दछ। यो सती घाँटु नाच माता तीर्थांशीदेखि गुप्त रूपमा सिकाएर वैशाख पूर्णिमाको दिन र अर्को दिन ब्रिन्चोक बजारमा देखाउने गरिन्छ भने पञ्चमीको दिन चण्डी माताको मन्दिरमा विधिपूर्वक पूजा अर्चना गरी विसर्जन गर्ने गरिन्छ। आउनुहोस् अब हेरौँ घाँटु।
पर्दैन भातमा Thank you.